एकदम प्रभुलाई धन्यवाद दिँदै भजनसंग्रह 3 अध्यायको 3 पददेखि पढे है त। तर हे परमेश्वर, तपाईँ मेरो वरिपरि एक ढाल हुनुहुन्छ। तपाईँ मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। म चर्को स्वरले परमप्रभुमा पुकारा गर्दछु र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाब दिनुहुन्छ। म पल्टन्छु र निदाइहाल्छु र फेरि म बिउजछु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ। मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने 10,000 शत्रुहरूसँग पनि म डराउने छैन। हे परमेश्वर परमप्रभु उठ्नुहोस्। हे मेरा परमेश्वर मलाई बचाउनुहोस्। मेरो सबै शत्रुहरूका गालामा चर्काउनुहोस्। हैन, दुष्टहरूका दाँत भाँचिदिनुहोस्। छुटकारा परमप्रभुबाट मात्रै आउँछ। परमेश्वर तपाईको आशीर्वाद तपाईका प्रजामाथि रहोस्। यो खण्डहरूलाई, यो पदहरूलाई कस्तो धेरै म मनन गर्छु। परमेश्वरलाई धन्यवाद होस्। जब म एक्लो हुन्छु, जब म कष्टमा हुन्छु, जब मेरो हृदयभित्र दुःख हुन्छ, कष्ट हुन्छ, एकदम अशान्ति हुन्छ मलाई, त्यतिखेर परमेश्वरको वचनले मलाई ढाडस दिन्छ र मलाई चारैतिरबाट घेरेर एकदम धेरै पीडा दिने, चोट दिने, हैन, मान्छेहरूलाई हैन, मान्छेहरूलाई परमेश्वरले कहिले पनि नराम्रो गर्नुहुन्न। किनभने परमेश्वर चाहिँ यस्तो हुनुहुन्छ, संसारको नियममा के छ, अघि पनि हामीले कुरा गर्दै थियौँ, पापीहरूलाई नष्ट गर्ने हो, हैन, पापीहरूलाई नष्ट गर्ने हो। त के पापीहरूलाई नष्ट गरेर त के काम भयो त? काम भयो त? त्यसमा त आफ्नै सन्तान छोरछोरी पनि पर्न सक्ला। पापै गर्ने हो नि त, नष्टै गर्ने हो नि त। तर येशूले के भन्नुभयो? ठ्याक्कै म पापीहरूलाई नष्ट गर्न आएन, पापीलाई चाहिँ बचाउन आएँ भन्नुभयो। अचम्म के त यहाँ के भनेको छ? दुष्टहरूको दाँत भाँचिदिनुहोस् भनेको मतलब ती दुष्ट काम गर्नेहरू, दुष्ट आत्माहरू हुन्छ जुन अदृश्यमा, त्यस्ताहरूलाई चाहिँ भनेको परमेश्वरको यस्तो सृष्टिहरूलाई, मानिसहरूलाई कहिले पनि भन्नु भएन परमेश्वरले है। नराम्रो कुविचार, कुव्यवहार जतिखेर पनि मान्छेहरूलाई दुःख दिने, कष्ट दिने यस्ता खालको क्रियाकलाप चाहिँ कहाँबाट आउँछ? झुटको पिताबाट आउँछ। झुटको पिता चाहिँ के हो त? अन्धकारको शक्तिहरू। यस्तो शक्ति संसारमा छ, तर त्यहीँनिर पवित्र आत्माको शक्ति पनि छ। त्यसकारणले पवित्र आत्माको शक्तिद्वारा ती सबै कुराहरू हामीले देख्न सक्छौँ। अनि त्यही भएको हुनाले मेरो चाहिँ के हुन्छ त? परमेश्वर चाहिँ हुनुहुन्छ कि मेरो वरिपरि एक ढाल हुनुहुन्छ। अनि परमेश्वर चाहिँ मेरो गौरव र मेरो शिर उच्च पारिदिने परमेश्वर हुनुहुन्छ। परमेश्वरमा भरोसा र विश्वास गर्ने नानीहरू कहिले पनि लाज र शर्ममा पर्नु पर्दैन र पुच्छर तुलिनु पनि पर्दैन। उनीहरूले कहिले डर मान्नु पनि पर्दैन। आजै राति अथवा अहिले यतिखेर नै केही भइहाल्यो भने पनि हामी सुरक्षित छौँ, सुनिश्चित छौँ। किनभने हाम्रो आत्मा बाँचेको छ। आत्माले गर्दा शरीरलाई थाहा हुने हो नि त, फिल हुने हो नि त। आत्मै नभएको शरीर के मुडा अथवा मरिसकेको, त्यसमा त किरा लाग्न थाल्छ, त्यो त नष्ट हुन थाल्छ। र आत्मा कहिले नमर्ने कारणले येशू त्यो आत्मा बचाउन आउनुभयो। आत्मा बाँचेपछि शरीरको त के कुरा गर्नु? शरीर त यसै पनि तन्दुरुस्ती भइहाल्छ। त्यस्तै संसारमा रहेर येशूलाई बुझ्नु, चिन्नु चाहिँ सबैभन्दा उत्तम कुरा हो र उहाँसँग हिँड्नु चाहिँ सबैभन्दा फलदायी कुरा हो। त्यसकारण प्रभुलाई धेरै धन्यवाद होस्। आज